स्वागत छ। आज हामी एउटा यस्तो कम्पनीको बारेमा कुरा गर्दैछौँ जसले पत्रिकामा विज्ञापन छाप्न सघाउँछ। एडभर्टाइजिङ नेपाल प्राइभेट लिमिटेड भन्ने गैरीधारा काठमाडौँमा रहेछ। ओहो, एडभर्टाइजिङ नेपाल। उनीहरूको फोन नम्बर पनि छ है, 0145364465। खासमा पत्रिकामा सार्वजनिक सूचनाहरू छाप्नु पर्यो भने के गर्ने भन्ने अन्यल हुन्छ नि, होइन त? हो त नि, कुनमा छाप्ने, कसरी छाप्ने, कति लाग्छ, यो स्रोतले चाहिँ उनीहरूले यसमै सहयोग गर्छन् भन्छ, नेपालका पत्रिकाहरूमा अनि अनलाइनमा पनि। अनि चाखलाग्दो कुरा के रे, कुन पत्रिका ठिक हुन्छ भनेर सल्लाह पनि दिने रे, त्यो पनि सित्तैमा। ए हो र, सित्तैमा सल्लाह, त्यो त राम्रो भयो। एकदम, किनभने पत्रिका कति छन्, कति सही ठाउँमा विज्ञापन पुग्नु पर्यो नि त। स्रोतमा विज्ञापनको प्रकारबारे पनि कुरा छ, जस्तो क्लासिफाइड विज्ञापन। क्लासिफाइड भनेपछि त्यो सानो सानो कोलममा आउने हो, त्यसमा टेक्स्ट मात्रै पनि हुन्छ, अलिअलि डिजाइन भएको डिस्प्ले पनि। टेक्स्टवाला चाहिँ अलि सस्तो पर्ने भयो, प्रति लाइन वा शब्दको हिसाबले। अनि अर्को डिस्प्ले विज्ञापन अरे नि, त्यो चाहिँ कस्तो? त्यो चाहिँ पत्रिकाको जुनसुकै पानामा आफूले चाहेको साइजमा फोटो रङहरू सहित। त्यो त अलि आकर्षक देखिने भयो है, तर महँगो पर्ला नि? अलि महँगो पर्न सक्छ, तर ध्यान तान्छ नि त। भनेपछि आवश्यकता हेरेर छान्नुपर्ने भयो। अनि कस्तो खालको सूचनाहरूमा बढी काम गर्छन् उनीहरूले? स्रोतमा हेर्दा त ब्याङ्क र वित्तीय संस्थाको सूचनाहरू, जुन उनीहरूको त्यो फाइनेन्सियल नोटिसेस भन्ने अनलाइन पोर्टलमा पनि जाने रहेछ। अनलाइन पनि? अनि सहकारीका सूचनाहरू र त्यो कानुनी सूचनाहरू। कानुनी जस्तो कि? जस्तो त्यो 35 दिने, 21 दिने, 15 दिने, 7 दिने म्याद हुन्छ नि, हो त्यस्तो सूचनाहरू पत्रिका मार्फत प्रकाशित गर्न सघाउने। ओहो, त्यो त एकदमै महत्त्वपूर्ण काम भयो। निकै संवेदनशील पनि हुन्छ होला है? एकदम। अनि अरू व्यक्तिगत खालका सूचनाहरू पनि रहेछन्। जस्तै कसैले नाम फेरेको सूचना, शेयर सर्टिफिकेट हराएको सूचना। साँच्चै शेयर सर्टिफिकेट हराएको पनि? हो, अनि कम्पनीको शेयर हराएको, घर जग्गा किनबेच सम्बन्धी सार्वजनिक सूचनाहरू पनि। ल है, शेयर सर्टिफिकेट हराउँदा त कति आपत पर्छ, यो सेवा त धेरैलाई राहत होला नि। हो त नि, प्रक्रिया अलि सजिलो बनाइदिने भयो। अनि कुन कुन पत्रिकामा छाप्छन् त यिनीहरूले? पहुँच कस्तो छ? स्रोतमा नामहरू छन्। नेपालका चल्तीका प्रमुख दैनिकहरू, कान्तिपुर, अन्नपूर्ण पोस्ट, नागरिक, गोर्खापत्र, हिमालयन टाइम्स, अरू पनि छन्। भनेपछि पहुँच राम्रै रहेछ है त, धेरै मान्छेमा सूचना पुग्ने भयो। त्यस्तै देखिन्छ। पत्रिका विज्ञापन बाहेक अरू सेवा पनि छ कि हल्का सङ्केत मात्रै भए पनि? खै, हल्का सङ्केत त छ, जस्तो डिजिटल मार्केटिङ, सफ्टवेयर डेभलपमेन्ट, डिजाइन, छपाई, मिडिया किन्ने योजना बनाउने, अनि त्यो बाटोमा देखिने ठूलो बोर्डहरू हुन्छ नि, OOH विज्ञापन। होर्डिङ बोर्डहरू हो। तर आजको स्रोतले चाहिँ पत्रिका विज्ञापनमै बढी जोड दिएको जस्तो लाग्यो मलाई। ठिकै छ। अनि कसैलाई सम्पर्क गर्नु पर्यो भने नि यो पत्रिका विज्ञापनकै लागि? ठेगाना त गैरीधारा, नक्साल, काठमाडौँ भइहाल्यो। फोन नम्बर 0145364465। सुरुमै भनेको नम्बर हो। अनि अरू मोबाइल नम्बर पनि दिएको छ, 9851079750 अनि 9818045740। यसमा WhatsApp पनि रहेछ। अर्को 9841011150 पनि छ। ओहो, धेरै नम्बर रहेछन्। इमेल पनि छ, info@advertisingnepal.com। ल, त्यसो भए छोटकरीमा भन्दाखेरि एडभर्टाइजिङ नेपालले चाहिँ खास गरी पत्रिकामा विभिन्न खालका सूचना, विज्ञापन छाप्न परे कहाँ कसरी गर्ने भनेर सघाउने र बाटो देखाउने काम गर्दो रहेछ। हो, एक किसिमले वान स्टप सोल्युसन जस्तो, त्यो अन्यल हटाउन मद्दत गर्ने। अनि अन्तिममा एउटा कुरा सोच्न मन लाग्यो। के कुरा? नेपाल जस्तो ठाउँमा यति धेरै मिडियाहरू छन्, होइन? यस्तोमा सार्वजनिक सूचना र कानुनी कुराहरू सबैसम्म पुर्याउन यस्तो विज्ञापन छान्ने र छाप्ने कामलाई सजिलो बनाइदिने सेवा कति महत्त्वपूर्ण होला। हो त नि। यसले त्यो सूचना प्रवाहको समग्र प्रणालीलाई नै कतिको बलियो बनाउँछ होला, यो सोच्नुपर्ने कुरा हो जस्तो लाग्छ।